यदि हजुरहरू पनि म जस्तै वेट लस जर्नीमा हुनुहुन्छ भने चाहिँ यो खानेकुरा चाहिँ छुटाउनु हुँदैन। एकदम सजिलो, सुपर हेल्दी र यो खाजाको साटो या बेलुका डिनरको साटो पनि खाँदा हुन्छ। बनाउन पनि छिटो, मिठो पनि। एकचोटि अवश्य ट्राई गर्नु होला। क्याबेज छ मसँग चाहिँ त्यही भएर यो क्याबेज एकदम राम्रो हेर्नुपर्छ है। यसलाई चाहिँ म यस्तो कोरेसोले काट्छु। एकदम राम्रो हुन्छ हैन, खाना पनि कस्तो राम्रो लाग्छ। पिस भन्दा पनि यस्तो पिस भन्छ यो। यसै रकोलाई चाहिँ सानो पिस बनाइदिनु। यो यतिकै मन परेन भने हल्का बफ्याएर पनि गर्दा हुन्छ। मलाई चाहिँ यतिकै मनपर्छ हैन। अनि दहीमा मिसाएपछि यो गनाउँदैन। जसलाई मिठो लाग्दैन नि दहीमा मिक्स गर्नु, यस्तो राम्रो हुन्छ। यसको टेस्टै अर्कै हुन्छ। यति नै हालेँ मैले। आफूलाई जस्तो आकारमा काट्न लाग्छ त्यस्तो काट्दा हुन्छ। दही पनि आफ्नो इच्छाले हाल्दा हुन्छ, कति खान मन लाग्छ। पछि पुरै नै मिक्स गर्दा हुन्छ। त्यसमा हाल्छु अनि मैले अघि भन्न बिर्सेँ, यसमा अलिकति मरिच हाल्दा पनि राम्रो हुन्छ। आफ्नो इच्छा, मनपर्छ भने हाल्दा हुन्छ, मन परेन हाल्दा हुन्छ। थोरै बिरेनुन, यो पनि नुन पनि आफ्नो स्वाद अनुसार। नुन धेरै खान्न त्यही भएर अनि मैले चाहिँ यो एउटा भिडियोमा देखाएको थिएँ होइन। यसमा चाहिँ के पनि हाल्नु भएको थियो भने उहाँले घिउमा लसुन फुराएर पनि हाल्नु भएको थियो। मैले एकचोटि ट्राई गरेको थिएँ, ठिकै लागेको टेस्ट, तर यतिकै नै मिठो हुँदो रहेछ। त्यही भएर एकदम छिटो चाहिएको छ भने चाहिँ यसरी बनाउँदा हुन्छ। मिक्स गरिदिने यहाँ। सो इजी, यति इजी छ यो बनाउनलाई। अनि तपाईँलाई अब दिउँसो कतै जानु पर्यो भने के लाने त अब यसो खाजामा टक्कै यसरी टिम्कारीमा हाल्ने, लग्ने। मिठो पनि हुने खाना, सजिलो पनि हुने। स्मोकले बुकुल्टो भयो। दही हाल्छु। हिजोको यो चाहिँ फ्रिजमा राखेको थियो। पानी मिसाउनु हुन्छ थोरै, आफूलाई बुकुल्टो लाग्यो भने।